जाजिल जुत्ता नि फाटिसक्यो मलाई विदेश पठाउ सोचिरहेको छु। अब घरको स्थिति पनि त्यस्तै छ। अब म नि कमाइरहेको छैन त्यसरी। विदेश जाएस्, राम्ररी काम गरेस्, पैसा कमाएस्, कल गरेर राखेस् है। चल निकल, अब से ऐसा नहीं होना चाहिए, प्रॉपर काम करना चाहिए। बुवा त्यो तपाईलाई म आइसकेँ तपाईँ चिन्ता नमान्नुहोस्। सूरज बाबू उठा न, स्कुल जाऊ। आज म जाजिल जुत्ता नि फाटिसक्यो हेर, गरिब छु भन्दैमा जुत्ता फाट्यो भनेर हाम्रो स्कुल छोड्नुहुन्न। सुरज, तिम्रो किताब त किन पुरानो रहेछ? गरिब छु यार, पैसा छ। यसबाट केही छैन, स्कुलको नमस्ते बाबू, सन्चै हो? स्कुल जान लागेको? भन्नु सर। 2-3 हप्ता जति भइसक्यो तिमी नाराज भइरहन्छ क्लासमा। पढाइ पनि राम्रो छैन आजभोलि, त्यति राम्रो स्टुडेन्ट तिमी। के भयो तिमीलाई, खासमा के प्रब्लम आयो तिमीलाई? घरको अवस्था राम्रो छ। ए घरेसी प्रब्लम रहेछ होइन? त्यो घरको प्रब्लम त हुन्छ सबैलाई नै, त्यो सब छोड। अब राम्रोसँग पढ होइन, आफ्नो भविष्य बनाऊ। घरको त घरेसी प्रब्लम त सबैको हुन्छ, समस्या त्यो होइन। अब केही टेन्सन नमाग, अब पढाइतर्फ निरन्तरता दियो त्यो हुन्छ, त्यो टेन्सन नमाग है। माया छोरालाई कसरी पढाउने? न पैसा छ, न केही छ, न कमाइ छ, कसरी पढाउने? म त सोचमै पढेको। राम हेर, छोरा एउटै छन्, हामीले जसरी पनि पढाउनै पर्छ। ऋण गाडेर भए पनि जे भए पनि छोराको भविष्य बनाउनु पर्छ, उसलाई राम्रोसँग पढाउनु पर्छ, छोरालाई अगाडि बढाउनु पर्छ। माया एउटा उपाय छ मेरो। के? छोरालाई विदेश पठाउ सोचिरहेको छु। अब घरको स्थिति पनि त्यस्तै छ। अब म नि कमाइरहेको छैन त्यसरी। छोरालाई त पठाउनु पर्यो। के? ऊ अहिले सानै छ, उसको पढ्ने उमेर हो अहिले, उसलाई विदेशमा पठाउने? के बाबु, म विदेश जान्छु आमा। त किन जान्छस् बाबु? तेरो सपनाको के हुने हो? मेरो सपनाभन्दा ठुलो तपाईँहरूको दुःख आमा। म विदेश गएर कमाएपछि थोरै दुःख त कम हुन्छ। ल बाबु, राम्रोसँग जानु, बाटोघाटोमा आफ्नो ख्याल राख्नु, राम्रोसँग कमाउनु। स्कुल त छाडिहालिए। विदेश जाएस्, राम्ररी काम गरेस्, पैसा कमाएस्, कल गरेर राखेस् है। राम्ररी जानु है, राम्ररी कमाउनु, बाबाको नाम रोशन गर्नु है। नपढे पनि के छ, मेरो छोराले कमाउँछ होइन, ठुलो मान्छे बनिन्छ, मलाई थाहा छ, मलाई फुल विश्वास छ है। ए सुरज, हिँड छिटो, समय हुन थाल्यो, आइज छिटो। ल बाबु, समय पनि भयो। त आमा लाग्यो राम्रो बस्नु। समात्ने समयमा यो इँटा बोक्दैछु खाडीमा। क्या कर रहा है तू? 3 ईंटा लेके काम कर रहा है? कैंपस कर रहा है इधर, और अच्छे से काम नहीं करेगा तो निकाल दूंगा नौकरी से। भर भर के ज्यादा ईंटा लेके आया ना, 3 ईंटा लेके टाइम पास कर रहे हैं यहाँ पे। काम करने का मन है कि नहीं तेरे को? चल निकल, अब से ऐसा नहीं होना चाहिए, प्रॉपर काम करना चाहिए, नहीं तो लात मार के भगा दूंगा यहाँ से। डोगरे म सूरज बोल्दैछु। भन बाबु, के छ तिम्रो हाल खबर?
ठिक छ मेरो खबर आमा, तपाईँ भन्नुहोस्। यता त तेरो बुबा धेरै बिमारी छन्, हस्पिटल लिने पैसा पनि छैन, त छिटो घर आइज है बाबु। त्यस्तो भएपछि त म चाँडै आइहाल्छु। मलाई पैसाभन्दा मेरो परिवार ठुलो छ, मेरो बुवा आमा ठुलो छ। ल छिटो आऊ है बाबु, म तिम्रो बाटो कुरिरहनेछु। बुवा के भयो तपाईँलाई? म आइसकेँ। तपाईँ चिन्ता नमान्नुहोस्। ल बाबा अहिले ल गाइज हामीहरूको तर्फबाट सबैलाई नमस्ते। नमस्ते। गाइज हामीले भिडियो बनाएका छौँ, हाम्रो भिडियो हेरिदिएकोमा सबैलाई धन्यवाद। अनि यो भिडियो के कस्तो लाग्यो तपाईँ प्रतिक्रिया दिनु होला। अनि हामीले यो भिडियो कसैको लाइफमा मेल खाएर बनाएको होइनौँ, त्यो जनचेतना फैलाउनको लागि हामीले यो भिडियो बनाएका हौँ। गाइज यो भिडियो सबैले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला अनि माया पनि देखाइदिनु होला। हस्त धन्यवाद। धन्यवाद। बाई।